अर्को एक्जाम पर्सपेक्टिभबाट इम्पोर्टेन्ट टपिक चाहिँ सबनेटिङ हुँदो रहेछ। यो चाहिँ हाम्रो एमआइटी सेकेन्ड सेमको डेटा कम्युनिकेसन नेटवर्किङमा लगभग एभ्री टाइम यहाँबाट एउटा क्वेसन सोधिरहेको हुँदो रहेछ। यो चाहिँ बेसिकबाट बुझ्नु पऱ्यो है त। अब सबनेटिङ पनि भन्दा अगाडि सुरुमा आइपी एड्रेस भनेको के हो भनेर थाहा पाउनु पऱ्यो है त। आइपी एड्रेस भनेको चाहिँ हाम्रो लजिकल एड्रेस हो, जसले चाहिँ कुनै पनि नेटवर्कलाई आइडेन्टिफाई गर्छ इन्टरनेटमा। आइपी एड्रेस चाहिँ हाम्रो दुई तरिकाको हुन्छ, एउटा आइपिभी4 र अर्को आइपिभी6। आइपिभी4 चाहिँ हाम्रो 32 बिट्सको एड्रेस हो, जसले इन्टरनेटमा कुनै पनि नेटवर्कलाई आइडेन्टिफाई गर्ने काम गर्छ। र यो 32 बिटको हुन्छ, एउटा 4 अक्टेटमा डिभाइड भएको हुन्छ र एउटा अक्टेटमा 8वटा बिट हुन्छन्। यो आइपिभी4 को क्यारेक्टरिस्टिक्स भयो। अझ आइपिभी4 को क्यारेक्टरिस्टिक्स भनेको यसमा न्युमेरिक भ्यालु मात्रै हुन्छ नेटवर्कलाई आइडेन्टिफाई गर्नको लागि भने आइपिभी6 भनेको चाहिँ हाम्रो अल्फा न्युमेरिक भ्यालु युज गरेर 128 बिटको एड्रेस हुन्छ, जसले चाहिँ त्यही हो, सेम आइपीले जे काम गर्नुपर्ने आइपिभी6ले पनि त्यही काम गर्छ। तर आइपिभी4 स्याचुरेटेड हुँदै गएको कारणले चाहिँ आइपिभी6 डेभलप भएर आएको छ, जसमा चाहिँ हाम्रो त्यही हो, नेटवर्कलाई आइडेन्टिफाई गर्ने काम गर्छ। र केही पनि आइपिभी4 आइपिभी6 को डिफ्रेन्स त्यति इम्पोर्टेन्ट छैन। हामीलाई चाहिँ बुझ्नु पर्यो के भन्दाखेरि अब हामी आइपिभी4मा जान्छौँ है त। आइपिभी4मा चाहिँ के हुन्छ भन्दाखेरि 4 अक्टेट है त। फर्स्ट अक्टेट, सेकेन्ड अक्टेट, थर्ड अक्टेट र फोर्थ अक्टेट, हरेकमा 8 बिट हुने र हरेक 8 बिटको जस्तै 1010 को 8 बिटको कम्बिनेसनलाई हामीले यदि 2 को पावर 8 भन्यो भने यो चाहिँ 256 हुने रहेछ। 0 देखि 256 सम्म 0 देखि 255 सम्मको भ्यालु चाहिँ एउटा अक्टेटमा हुनसक्छ। 255.255.255.255 यो चाहिँ हाम्रो आइपी यस्तो केही हुनसक्छ होला त। यसको पोसिबल हाइएस्ट भ्यालु भने लोएस्ट भ्यालु भनेको 0.0.0.0। यहाँ यो 255लाई रिप्रेजेन्ट गर्नको लागि 8वटा बिट, यहाँ 255लाई रिप्रेजेन्ट गर्नको लागि 8वटा बिट, यहाँ पनि यो 0लाई रिप्रेजेन्ट गर्नको लागि 8वटा बिट एन्ड सो अन अरूको लागि पनि। अब यसकै आधारमा यो फर्स्ट अक्टेटको भ्यालु के छ भनेर चाहिँ हाम्रो यसलाई क्लासफुल एड्रेसिङमा डिभाइड गरेको छ। आइपी एड्रेसलाई क्याटेगोराइज गरिएको छ। यदि फर्स्टको यो जुन फर्स्ट अक्टेटको भ्यालु जुन छ, यो फर्स्ट अक्टेटको भ्यालु यदि त्यसको भ्यालु 0 देखि 127 सम्मको रेन्जमा पर्छ भने त्यसलाई हामी क्लास ए को आइपी एड्रेस भन्छौँ। आइपी4 को कुरा गर्दैछौँ हामी। यदि त्यसको भ्यालु 128 देखि 191 सम्म पर्छ भने त्यो क्लास बीमा पर्यो। 192 देखि 223 सम्म पर्छ भने त्यो क्लास सीमा पर्यो। त्यसैगरी 224 देखि 239 सम्म पर्छ भने क्लास डी र 240 देखि 255 सम्म पर्छ यो अगाडिको फर्स्ट अक्टेट। अरू पछाडिको हामी कुरै गरिरहेको छैनौँ। फर्स्ट अक्टेटको भ्यालु भने त्यसलाई हामी यो क्लासमा पर्छ भनेर भन्न सक्छौँ। अब हामीले पढ्नुपर्ने भनेको सबनेटिङ। अब यो सबनेटिङ पढ्नुभन्दा अगाडि पनि यो क्लास एबिसी चाहिँ हाम्रो नर्मल युजको लागि छ अथवा पब्लिक युजको लागि छ। तर यो क्लास डी र क्लास ई चाहिँ के छ भन्दा रिजर्भ छ, यो हामीले युज गर्न पाउँदैनौँ। त्यही भएर यसको बारेमा हामी डिस्कस नै गर्दैनौँ। हामी सबनेटिङ पढ्दाखेरि चाहिँ क्लास ए, क्लास बी र क्लास सी को सबनेटिङ पढ्छौँ। सबनेटिङ भनेको चाहिँ के भन्दाखेरि एउटा ठुलो नेटवर्कलाई एउटा ठुलो नेटवर्कसम्मसँग एउटा ठुलो नेटवर्क छ, त्यो नेटवर्कलाई पार्टिसन गर्नु चाहिँ हाम्रो के हो त, सबनेटिङ हो। लजिकली नेटवर्कलाई डिभाइड गर्नु ताकि यसलाई इफिसियन्टली म्यानेज गर्न सकियोस्, ब्रोडकास्टको जुन ओभरहेड छ त्यसलाई घटाउन सकियोस्, नेटवर्कको सेक्युरिटी राम्ररी गर्न सकियोस्। यो तरिकाले चाहिँ हामी गर्छौँ त नेटवर्कलाई डिभाइड गर्छौँ। सपोज फर एक्जाम्पल एउटा कुनै पनि युनिभर्सिटीको अथवा कुनै पनि अर्गनाइजेसनको नेटवर्कलाई चाहिँ हामी सबनेटिङ गरेर डिपार्टमेन्ट वाइज, जस्तै आइटी डिपार्टमेन्ट, अकाउन्ट डिपार्टमेन्ट एन्ड सो अन अरू डिपार्टमेन्टमा यसलाई डिभाइड गर्ने जुन प्रोसेस छ त्यसलाई चाहिँ हामी सबनेटिङ भन्छौँ। अब यो सबनेटिङ क्लास ए, क्लास बी, क्लास सी सबैको आइपी एड्रेसको सबनेटिङ गर्न सकिन्छ। र यो सबनेटिङमा चाहिँ के हुन्छ भन्ने कुरा बुझ्नु अगाडि चाहिँ हामीले सबनेट मार्क्स बुझ्नुपर्छ। अब यो सबनेट मार्क्स भनेको चाहिँ के भन्दाखेरि एउटा यस्तो न्युमेरिकल भ्यालु हो जुन चाहिँ यदि आइपिभी4 को कन्टेक्स्टमा बसेर कुरा गरिरहेको छु भने 32 बिट्सको न्युमेरिकल भ्यालु हो, जसले चाहिँ कुनै पनि नेटवर्कको नेटवर्क पोर्सन र होस्ट पोर्सनलाई सेपरेट गर्ने काम गर्छ। कति चाहिँ यसको नेटवर्कको एड्रेस हो र कति त्योभन्दा पछाडि चाहिँ होस्टको एड्रेस हो भनेर। अब यो कुरा बुझ्नको लागि चाहिँ हामीले यसको सबनेट मार्क्स को क्लास ए को सबनेट मार्क्स, क्लास बी को सबनेट मार्क्स र क्लास सी को डिफल्ट सबनेट मार्क्स के हुन्छ भन्ने कन्टेक्स्टबाट बुझ्न सुरु गरौँ है त। यदि क्लास ए को एड्रेस हो भने त्यसमा एउटा फर्स्ट अक्टेटले चाहिँ हाम्रो नेटवर्कलाई डिफाइन गर्छ भने बाँकी रहेका 3टा अक्टेटले चाहिँ होस्टलाई डिफाइन गरिरहेको हुन्छ। होस्ट भनेको त्यहाँ भएका डिभाइसेसहरू भने नेटवर्कको त अभियसली हामी बुझिहाल्यौँ। क्लास बी हो भने चाहिँ फर्स्टको 2टा अक्टेट चाहिँ नेटवर्कको लागि र बाँकी रहेको 2टा अक्टेट चाहिँ हाम्रो होस्टको लागि डिफाइन हुन्छ भने, त्यसैगरी क्लास सीमा चाहिँ 3टा अक्टेट चाहिँ नेटवर्कको एड्रेसलाई डिफाइन गर्नलाई युज गरिन्छ भने लास्टको एउटा अक्टेट चाहिँ के हुन्छ त, होस्टलाई डिफाइन गर्नको लागि युज हुन्छ। अब यसकै आधारमा जहाँ नेटवर्क छ त्यहाँ 255.255.255 3टा अक्टेट
नेटवर्कको लागि त्यसरी 3टा 255 डट होस्टको लागि 0 लेख्यो भने यो चाहिँ हाम्रो क्लास सी को डिफल्ट सबमिट मार्क्स हो। यदि कुनै पनि क्वेसनमा सबमिट मार्क्स दिएको छैन भने हामी डिफल्ट सबमिट मार्क्स युज गर्न सक्छौँ। त्यसैगरी क्लास बी को डिफल्ट सबमिट मार्क्स भनेको चाहिँ हामी 255.255.0.0 यो चाहिँ यसको डिफल्ट सबमिट मार्क्स हो। यसमा पनि हामी त्यो नेटवर्कको कतिवटा पोर्सन छ, कतिवटा बिट नेटवर्कको र कतिवटा बिट होस्टको भन्ने कुरा गर्न सक्छौँ। त्यसैगरी यो भनेको 255.0.0.0। अब यहाँ कुरा बुझ्नु पर्यो, हाम्रो क्लास एमा चाहिँ फर्स्टको 8वटा बिटले चाहिँ नेटवर्कलाई रिप्रेजेन्ट गर्छ र बाँकी रहेको 24वटा बिटले जम्मा 32 बिट्सको आइपी एड्रेस छ। बाँकी रहेको 24वटा बिटले चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि होस्टलाई रिप्रेजेन्ट गर्न सक्छ। त्यसो भए हाम्रो 2 को पावर 24वटा होस्टहरू पोसिबल छ क्लास एमा। त्यसैगरी क्लास बीमा चाहिँ 16वटा चाहिँ नेटवर्कलाई रिप्रेजेन्ट गर्नको लागि 16वटा बिट चाहियो। बाँकी रहेको 16वटा बिट चाहिँ होस्टलाई रिप्रेजेन्ट गर्ने भने चाहिँ 2 को पावर 16 यतिवटा पोसिबल होस्ट हुन सक्छ। यतिवटा डिभाइसहरू हामी क्लास बी को एड्रेसिङमा राख्न सक्छौँ। त्यसैगरी क्लास सीमा चाहिँ हाम्रो 24वटा बिट चाहिँ नेटवर्कलाई रिप्रेजेन्ट गर्नको लागि भने बाँकी रहेको 8वटा बिट चाहिँ होस्टलाई रिप्रेजेन्ट गर्ने भएको कारणले 2 को पावर 8वटा होस्ट पोसिबल हुन्छ क्लास सी को कुनै पनि नेटवर्कमा। अब यो सबनेट मार्क्स हामीले यसरी निकाल्न, डिफल्ट सबनेट मार्क्स निकाल्न सिक्यौँ। त्यसैगरी अब सबनेट मार्क्सले चाहिँ कुनै पनि नेटवर्कको सबनेटिङ गर्दाखेरि चाहिँ दुई तरिकाले गर्न सकिन्छ। जस्तै एउटा यो नेटवर्क हामीले अघि भर्खर इक्जाम्पल लियौँ, जस्तै हामीसँग आइटी, एकाउन्ट, अरू मलाई थाहा भने एजुकेसन एउटा कुनै होला अथवा अर्को कुनै म्यानेजमेन्ट कुनै एउटा हामीले फ्याकल्टी यसरी केही बनायौँ। यो फ्याकल्टीमा नेटवर्कलाई डिभाइड गर्दाखेरि चाहिँ इक्वल पोर्सनमा डिभाइड गर्ने कि अनइक्वल पोर्सनमा डिभाइड गर्ने भन्ने कुरा चाहिँ यसमा कस्तो खाले सबनेट मार्क्स युज गरिएको छ भन्ने कुरा डिफर गर्छ। FLSM फिक्स लेन्थ सबनेट मार्क्स यसले चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि नेटवर्कलाई इक्वल पोर्सनमा, इक्वल पार्टमा डिभाइड गर्ने भन्छ भने भेरिएबल लेन्थ सबनेट मार्क्सले चाहिँ नेटवर्कलाई डिफ्रेन्ट पोर्सनमा अथवा फिक्स साइजमा नभएर डिफ्रेन्ट साइजहरूमा डिभाइड गर्नको लागि हेल्प गर्छ, जुन हामी डिस्कस गर्नेवाला छौँ अगाडि गएर। र अब हामीले डिफल्ट सबनेट मार्क्स निकालिसकेपछि यो सबनेट मार्क्स लेख्ने तरिका यस्तो मात्रै पनि नहुन सक्छ। सबनेट मार्क्स निकाल्नको लागि, लेख्नको लागि चाहिँ अथवा हामीसँग अर्को क्लासलेस इन्टर डोमेन राउटिङ होला, CIDR नोटेसन पनि हुनसक्छ। जस्तै कुनै पनि आइपी दिएको हुनसक्छ 192.168.0.0/24 यस्तो केही पनि दिएको हुनसक्छ। यो /24 मैले किन लेखेँ भन्दाखेरि यहाँ चाहिँ हाम्रो के छ भन्दाखेरि कतिवटा बिट चाहिँ नेटवर्कको लागि छुट्याएको छ भन्ने कुरा चाहिँ हामी यसरी स्ल्यासतिर लेख्ने गर्छौँ। जहाँ डिफल्ट सबनेट मार्क्स यसरी लेखे पनि हाम्रो के हुन्छ त एउटै मिनिङ लाग्छ। यहाँ चाहिँ हाम्रो 24वटा बिट चाहिँ नेटवर्कको लागि हो है भनेर छुट्याउनको लागि /24 लेख्छौँ। यसै गरी /29 लेख्यो भने 29वटा बिट चाहिँ नेटवर्कको लागि छुट्याएको छ, बाँकी चाहिँ तिमी होस्टको लागि युज गर्न सक्छौ भन्ने कुरा यहाँ आउँछ। अब सबनेटिङ गर्दाखेरि चाहिँ हामी के गर्छौँ भन्दाखेरि बेसिकली हामी यो होस्ट पोर्सनबाट सर्टेन बिटहरू बरो गर्छौँ र त्यो नेटवर्क पोर्सनमा ल्याउँछौँ। अब यसले के भन्छ भन्दाखेरि मसँग कुनै पनि एउटा नेटवर्क छ अरे, एउटा कुनै पनि नेटवर्क मलाई यसरी केही दिएको छ 192.168.0.0 क्लासलेस हामीले यो गऱ्यौँ /24 यस्तो के दिएको छ भने यसको सबनेट मार्क्स निकाल्नको लागि यहाँ 24 दिएको छ। त्यो 24वटा 1234567.1234567.0.0000000 मैले यसलाई यसरी पनि लेख्न सक्छु है त। यहाँ चाहिँ यति जति 1हरू छ, 1ले चाहिँ हामी नेटवर्क पार्टलाई रिप्रेजेन्ट गर्छौँ भने 0ले चाहिँ हामीले केमा रिप्रेजेन्ट गर्छौँ भन्दाखेरि होस्ट पार्टलाई रिप्रेजेन्ट गर्छौँ। अब यहाँ यति भनेको होस्ट हो। हाम्रो यो क्लास सी को नेटवर्क कुरा गरिरहेको छौँ। क्लास सीमा होस्टलाई रिप्रेजेन्ट गर्नको लागि 8वटा बिट थिए, तर यो बिटबाट मैले यदि एउटा बिट बरो गरेँ भने यो 0 को भ्यालु 1 बनाउँछु, मैले यसलाई नेटवर्क पोर्सनमा लिएर गएँ भन्ने मिनिङ लाग्छ। र बाँकी मसँग कति छ त 7वटा बिट चाहिँ होस्टलाई छुट्याएँ। यदि मैले होस्ट पोर्सनबाट एउटा बिट बरो गरेँ भने यदि एक्स भनेको चाहिँ होस्ट पोर्सनमा अथवा होस्टको अक्टेटमा भएको नम्बर अफ 1 भन्यो भने यसलाई अहिले मेरो एक्सको भ्यालु 1 छ र टोटल पोसिबल सबनेट कतिवटा बनाउन मिल्छ त एउटा बिट बरो गरेर भन्दाखेरि 2 को पावर x भन्ने फर्मुला दिन्छ, जहाँ 2 को पावर 1 भनेको 2। यदि एउटा बिट बरो गऱ्यो भने दुईटा सबनेट बनाउन मिल्छ। यदि मैले दुईटा बिट बरो गरेँ भने x को भ्यालु 2 हुनेवाला छ मेरो र 2 को पावर x भनेको 2 को पावर 2 = 4वटा सबनेट बनाउन पोसिबल छ। र यदि मैले यसरी सबनेट बनाइरहेको छु भने अब होस्ट चाहिँ कतिवटा पोसिबल हुन्छ त मैले बनाएको इच सबनेटमा होस्ट कतिवटा हुन्छ भन्दाखेरि चाहिँ यहाँ कतिवटा 0 बाँकी छ। यसलाई हामीले यदि y ले रिप्रेजेन्ट गर्यौँ भने फर्स्टको इक्जाम्पल लिउँ, x को भ्यालु बनाउँदाखेरि मतलब यहाँ एउटा बिट चाहिँ होस्ट पोर्सनमा हामीले बरो गर्यौँ भने बाँकी 7वटा बिट y को भ्यालु 7 छ। 2 को पावर y = 2 को पावर 7 यतिवटा पोसिबल होस्ट हुन्छ हरेक सबनेटमा। र युजेबल होस्ट चाहिँ कति हो भन्दाखेरि 2 को पावर y - 2 गर्छौँ हामी, जहाँ चाहिँ 2 को पावर 7 - 2 को भ्यालुलाई चाहिँ युजेबल होस्ट भन्छौँ। अब यो युजेबल होस्ट भनेको अथवा यो भ्यालिड होस्ट भनेको के हो भन्दाखेरि मेरो हरेक नेटवर्कको स्टार्टिङ एड्रेस चाहिँ नेटवर्कको एड्रेसको लागि रिप्रेजेन्ट गर्नको लागि युज गरिन्छ भने त्यो सबनेटको अथवा त्यो नेटवर्कको लास्टको एड्रेस चाहिँ ब्रोडकास्ट एड्रेसलाई युज गरिन्छ। त्यही भएर हाम्रो
दुईटा एड्रेस चाहिँ हामीले यहाँ माइनस गऱ्यौँ। भ्यालिड होस्ट भनेको जहिले पनि 2 को पावर y - 2 फर्मुला दिने रहेछ। y भनेको नम्बर अफ जिरोज इन होस्ट अक्टेट। नेटवर्क एड्रेस भनेको हाम्रो फर्स्टको एड्रेस हो। फर्स्ट एड्रेस जुन हुन्छ कुनै पनि नेटवर्कको त्यसलाई हामी नेटवर्क एड्रेस भन्छौँ। यो हरेक सबनेटको हामी निकाल्नेवाला छौँ। ब्रोडकास्ट एड्रेस भनेको लास्टको एड्रेस कुन हुन्छ, लास्टको एड्रेसलाई हामी ब्रोडकास्ट एड्रेस भन्छौँ भने युजेबल आइपी पुल भनेको चाहिँ कुनै पनि नेटवर्कको सबनेटबाट फर्स्ट एड्रेस र लास्ट एड्रेसलाई रिमुभ गरेर अथवा नेटवर्क एड्रेस र ब्रोडकास्ट एड्रेसलाई रिमुभ गरेर जुन बाँकी रहेको एड्रेसहरू हुन्छ तिनीहरूलाई हामी युजेबल आइपी पुल अथवा युजेबल होस्ट भनेर भन्ने गर्छौँ। टोटल नम्बर सबनेट्स हामीले डिस्कस गरिसक्यौँ। अब यही कन्टेक्स्टमा बसेर एउटा न्युमेरिकल गर्नु पर्यो। जस्तै एउटा सिम्पल न्युमेरिकल गरौँ, त्यसपछि हामी एक्जाममा कस्तो सोध्छ त्यो न्युमेरिकलमा जाउँला। राइट सबनेट आइडी ब्रोडकास्ट एड्रेस एन्ड होस्ट रेन्ज फर इच सबनेट इफ वी डिभाइड अ क्लास सी नेटवर्क 192 दिस इन्टु 4 डिफ्रेन्ट सबनेट्स। अब मलाई सबनेट चाडा चाहिएको छ अरे, मलाई यहाँनिर एउटा आइपी दिएको छ। आइपी यो यसरी दिँदा पनि केही फरक पर्दैन ल। यो चाहिँ अलिकति डिफ्रेन्ट तरिका के छ भने 192.6.3.0 मात्रै दिएको भए पनि मलाई फरक पर्दैन थियो। यो चाहिँ यति रेन्जभित्रको आइपीहरूलाई चाहिँ डिभाइड गरेर चाडा भन्न खोजेको यसले। अब त्यसो भए सबैभन्दा सुरुमा त मलाई आइपी के दिएको छ यसले, आइपी के दिएको छ भन्दाखेरि 192.6.3.0 देखि 192.6.3.255 यो पुरै पोसिबल रेन्ज 0 देखि 255 सम्म मात्रै हो। यो कुरा हामीलाई थाहा छ। अब त्यसो भए यसलाई मैले सबनेट मार्क्स निकाल्नु पर्यो। अब सबनेट मार्क्स निकाल्दाखेरि सबनेट मार्क्स हाम्रो डिफल्ट सबनेट मार्क्स हामीलाई यो क्लास सी को थाहा छ 192 बाट सुरु भइरहेको छ। त्यसो भए 255.255.255.0 नेटवर्क होस्ट यदि रिमेम्बर गर्ने हो भने, यदि यही कुरालाई हामीले सिआइडिआर नोटेसनमा लेख्नु भने /24 पनि लेख्न सक्नेछौँ। अब यहाँबाट यसको सबनेट मार्क्सको एउटा यो के अरे एकोर्डिङ टु द क्वेसन हामीलाई के भनेको छ भन्दाखेरि चारवटा सबनेट मार्क्स बनाउनु पर्ने। हामीले चारवटा सबनेट बनाउनु छ। चारवटा सबनेट बनाउनु छ भने यो नेटवर्कलाई कसरी डिभाइड गर्ने त भन्दाखेरि यसको पहिले रिप्रेजेन्ट गरौँ। 1 2 3 4 5 6 7 8 डट 1 2 3 4 5 6 7 8 डट यो किन 8वटा 1 लेखिरहेको छ भन्दाखेरि 8वटा 1 को यो 8 4 2 1 रुल लगायो भने यो 255 भेल्युलाई रिप्रेजेन्ट गरेको हो बाइनरीमा, अरू केही पनि होइन। 1 2 3 4 5 6 7 8। अब यहाँ त मसँग 0 छ। अब मैले यहाँ 0 राखेर भएन क्या। 0 राख्दाखेरि चाहिँ मैले होस्ट पर्सनबाट केही पनि लिएको छुइनँ, बरो गरेको छुइनँ। अब मलाई चारवटा सबनेट लिनु पऱ्यो भने मैले कतिवटा बिट बरो गर्नुपर्छ, अघि भर्खर हामीले डिस्कस गरेर गएको छौँ। यहाँबाट जतिवटा बिट बरो गर्छौँ त्यतिवटा सबनेट बनाउन मिल्छ। यदि मैले चारवटा सबनेट बनाउन मिल्यो भने बनाउनु पर्ने छ भने यहाँबाट दुईवटा बिट त बरो गर्नु पर्यो नेटवर्क पोर्सनमा। त्यसो भए यहाँबाट दुईवटा बिट म के गर्छु नेटवर्क पोर्सनमा बरो गर्छु र बाँकी रहेको 6वटा बिट 1 2 3 4 5 6वटा बिट चाहिँ होस्टको लागि छोडिदिन्छु। अब त्यसो भए यसलाई डेसिमल नोटेसनमा लेख्दाखेरि यसलाई एउटा डेसिमल नोटेसनमा लेख्ने हो भने हाम्रो सबनेट मार्क्स कति भयो त, सरी डेसिमल नोटेसन निकाल्ने भने यो 255 डट यो 255 डट 255 डट यो भनेको दुईवटा। अब 1 2 4 8 16 32 64 128 प्लस 64ले चाहिँ हाम्रो कति हुँदैछ भन्दाखेरि 192। यो चाहिँ हाम्रो के भयो त सबनेट मास्क भयो। अब यो नेटवर्कलाई डिभाइड गर्नको लागि अब त्यसो भए नम्बर अफ जिरोज काउन्ट गरौँ। जिरोज इन होस्ट पोर्सन, होस्टमा जसलाई वाइ भन्यो भने यहाँ कतिवटा जिरो छ 6वटा जिरो छ। त्यसो भए टोटल होस्ट कतिवटा हुनसक्छ, टोटल होस्ट हुनसक्छ हाम्रो 2 को पावर y = 2 को पावर 6 = 2 को पावर 6 = 64। त्यसै गरी टोटल युजेबल होस्ट हरेक सबनेटमा है त टोटल होस्ट इन इच सबनेट भन्नु पर्यो, इच सबनेट। त्यसै टोटल युजेबल होस्ट इन इच सबनेट हाम्रो कति हुन्छ त भन्दाखेरि हामीलाई थाहा छ फर्मुला 2 को पावर y - 2 2 को पावर y - 2 भनेको 64 - 2 y भनेको हामीले यहाँ निकालिसक्छौँ 2 को पावर 6 - 2 2 को पावर 6 भने 64 - 2 भनेको 62 वटा हरेक सबनेटमा के हुनु पर्यो त हाम्रो होस्ट हुने पर्यो। अब अर्को कुरा हामी के पनि निकाल्न सक्छौँ भन्दाखेरि ब्लक साइज पनि निकाल्न सक्छौँ है त। अब ब्लक साइज भनेको चाहिँ के भन्दाखेरि एउटा सबनेटदेखि अर्को सबनेट बिचमा कतिवटा होस्टहरू आउन सक्छन् भन्ने कुरा हो। यसको लागि हामीले केही पनि गर्नु पर्दैन। एउटा ब्लकको साइज निकाल्नको लागि यो लास्टको होस्टको अक्टेटमा हेर्ने, होस्टको अक्टेट कति छ हामीसँग, होस्टको अक्टेटको लास्टको पोसिबल भ्यालु के हुनसक्थ्यो 256 हुनसक्थ्यो राइट। त्यसो भए 256 माइनस हाम्रो अहिले सबनेट मार्क्समा कति छ यो भ्यालु 192 छ। 992 गऱ्यो भने यो कहाँ छ त भन्दाखेरि 64 आउँछ। यो 64 हामीले यहाँबाट पनि निकालिसकेका छौँ, टोटल होस्टबाट पनि निकालिसकेका छौँ। यो एउटै कुरा दुईचोटि निकालिरहेको छ है त। अब त्यसो भए हाम्रो के बुझिन्छ भन्दाखेरि हरेक सबनेट इच सबनेट इज इन्क्रिज बाई 64। एउटा सबनेटदेखि अर्को सबनेट बिचमा 64 वटा एड्रेस आउँछन् है भनेर हामी भनिरहेको छौँ। अब हामी यसबाट त्यसो भए एउटा फिगर बनाऊँ। सबनेट
नम्बर अथवा आइडी युज सबनेट नम्बर भन्नु यसलाई। त्यसै गरी अर्को भनेको हामीसँग सबनेट आइडी हुन्छ यसलाई, अथवा नेटवर्कको एड्रेस पनि भन्न सक्छौँ हामी। त्यसै गरी हाम्रो युजेबल आइपी पुल बनाउनु पर्यो जसमा फर्स्ट होस्ट के हुन्छ, लास्ट होस्ट के हुन्छ भन्ने कुरा हामीले पत्ता लगाउनु पर्यो। र त्यसै गरी अर्को भनेको हाम्रो ब्रोडकास्ट एड्रेस के हुनुपर्ने, ब्रोडकास्ट एड्रेस के हुनुपर्ने भन्ने कुरा हामीले पत्ता लगाउनु पर्यो है त। ल फर्स्टको कुरा गरौँ। फर्स्टको सबनेट भनेको कहाँबाट सुरु हुन्छ भन्दाखेरि यहाँ जस्तो सुकै आइपी दियोस् 192.6.3.15 दियोस्, जेसुकै दियोस् 0 बाट सुरु गर्ने। होस्ट वक्टेड जहिले पनि 0 बाट सुरु गर्ने। त्यसै 192.6.3.0 बाट सुरु हुन्छ, ठिक छ फर्स्टको। अब यसको योभन्दा जस्ट अगाडिको एड्रेस कुन हो त भन्दाखेरि 192.6.3.1, यहाँ 0 पछाडि कुन आउँछ, 1 आउँछ। हामी क्लास सीको गरिरहेको छौँ है त। अब यसको कतिसम्म बढ्छ भन्दाखेरि 0 देखि एउटा ब्लक साइज 64 ले बढ्थ्यो। 64 मा काउन्ट गर्दाखेरि 1 देखि काउन्ट गर्ने हो भने त 60 सम्म 4 सम्म पुग्थ्यो, तर 0 देखि काउन्ट गर्नु भने कहाँसम्म मात्रै पुग्छ, 63 सम्म मात्रै पुग्छ। त्यसो भए यो के हुन्छ त 192.6.3.63 चाहिँ यसको ब्रोडकास्ट एड्रेस भयो, लास्टको एड्रेस। फर्स्टको एड्रेस नेटवर्क एड्रेस। अब बिचमा त्यसो भए फर्स्ट होस्ट भनेको 1 देखि 1 सम्म, लास्ट भनेको यो -1। त्यसो भए 192.6.3.63 चाहिँ यसको के भयो, 62 चाहिँ यसको के भयो त लास्ट होस्ट भयो। फर्स्टको सबनेट सक्यो, हामी 4 मा डिभाइड गर्दैछौँ है त। सेकेन्ड नम्बरमा अब सेकेन्डको कहाँबाट सुरु हुन्छ, 63 भन्दा एक स्टेप माथिबाट सुरु हुन्छ, 192.6.3.64 बाट। अर्को नेक्स्ट यसको फर्स्ट होस्ट के हुन्छ त सेकेन्ड सबनेटको भन्दाखेरि 192.6.3.64 + 1 कति हुन्छ, 65 हुन्छ। त्यसै गरी अब यो 64 बाट कहाँसम्म पुग्न सक्छ भन्दाखेरि ब्रोडकास्ट एड्रेस सेकेन्डको हेर्ने भने 192.6.3. यो 63 मा 64 जोड्ने, ठिक छ। यो भनेको 127 सम्म पुग्न सक्छ, 127। एन्ड अब यस पछाडि यसको लास्ट होस्ट चाहिँ कति हुन्छ भन्दाखेरि 192.6.3.126 सम्म हुन सक्ने रहेछ। यो हामी के गरिरहेको छौँ भने एकचोटि फेरि सुनौँ है त। फर्स्टको नेटवर्क एड्रेस, त्यस पछाडि 1 जोड्ने फर्स्ट एड्रेस, यो यसको ब्लक साइज हेर्ने 64 जोड्दाखेरि 63 सम्म पुग्छ। यहाँ 63 सम्म यसको ब्रोडकास्ट एड्रेस, -1 भनेको 62 भनेको यसको लास्ट होस्ट। सेकेन्डको अब 63 सम्म अलरेडी पुगिसक्यो फर्स्ट सबनेटमा। सेकेन्ड सबनेटमा 64 बाट सुरु गर्नु पर्यो, 65 फर्स्ट होस्ट। अनि त्यसपछि अब यसमा 60 जोड्दा 128 सम्म पुग्छ, तर 64 आफैमा इन्क्लुड छ भने 128 हुँदैन, 127 हुन्छ। र यो -1 गर्दाखेरि 126 यसको लास्ट होस्ट भयो। त्यसै गरी थर्डको कुरा गर्ने हो भने थर्ड कहाँबाट सुरु हुन्छ त भन्दाखेरि 192.6.3.128 देखि सुरु हुन्छ। यसको फर्स्ट होस्ट भनेको 192.6.3.129 हुनेवाला छ। यसमा अझ 128 देखि अरू 64 जोडेर जाने भने 192.6.3.191 सम्म पुग्छ। आई गेस 191 सम्म पुग्छ, 92 हुँदैन। किन 92 हुँदैन भन्दाखेरि यो 128 आफैमा यसमै यो सबनेट 3 मै छ। त्यसो भए यसमा 1 माइनस गरेर लेख्नु पर्यो। यसको लास्ट होस्ट भनेको 192.6.3.190 यसको लास्ट एड्रेस हुने भयो होस्ट। 3टा सबनेटमा हामीले डिभाइड गर्छौँ। फोर्थ सबनेट, अब यहाँ चाहिँ मेरो अलिकति स्पेस पुगेन, जब फोर्थको यहाँ लेख्नु पर्यो। फोर्थ सबनेटको कुरा गर्ने भने फोर्थ सबनेट भनेको 192.6.3.192 बाट सुरु हुन्छ। यसको नेटवर्क आइडीको कुरा गर्ने हो भने अथवा नेटवर्क एड्रेसको कुरा गर्ने, किनभने हाम्रो 91 मा सकिरहेको छ, 92 बाट सुरु हुन्छ। यसको फर्स्ट होस्ट कति हुन्छ त भन्दाखेरि 192.6.3.193, यहाँ 1 जोडेर अगाडि बढ्दा भइहाल्यो। अब यसको ब्रोडकास्ट कति हुन्छ त भन्दाखेरि ब्रोडकास्ट 192 देखि 64, 192 पनि इन्क्लुड गर्दाखेरि 192.6.3.255 हुनेवाला छ, राइट। त्यसै गरी योभन्दा एक हिट घटाएर यसको लास्ट होस्ट 192.6.3.254 यसको चाहिँ लास्ट होस्ट भयो। हाम्रो ब्रोडकास्ट एड्रेस हरेक सबनेटको जस्तै सबनेट 3 को ब्रोडकास्ट एड्रेस कति भन्यो भने 192.6.3.191। सबनेट 4 को नेटवर्क एड्रेस कति हो अथवा सबनेट आइडी कति भन्यो भने 192.6.3.192। अब यसै गरी हामीलाई यस्तो चाहिँ क्वेसन एक्जाममा यसरी सोध्दो रहेछ। जस्तै suppose there is an administrator that has 4 departments to manage. These are sales department with 120 hosts, development department with 50 hosts, account department with 26 hosts, and management department with 5 hosts. If a department has IP address, this यहाँ CID नोटिस में /24 calculate the network address, broadcast address, usable IP range, subnet mask यति कुरा क्याल्कुलेट गर्न भनेको छ। मलाई दिएको IP एड्रेस कति हो यति दिएको छ, CID नोटिसमा दिएको छ। त्यसपछि यसको सबनेट मास्क 24 बाट सुई 1 लेख्ने, 8 पछाडि डट
ठिक छ 0 डिफल्ट सबनेट मास्क क्लासिकै हो 255.255.255.0 अब टोटल होस्ट कतिवटा पोसिबल छ यहाँ हेर्ने 0 कतिवटा छ त यहाँ जम्मा 0 के छ त हाम्रो 8 वटा छ त्यसो 256 2 को पावर 8 युजेबल होस्ट -2 गर्ने 254 भइहाल्यो अब हामीले यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि मलाई यहाँ जस्तो सुकै तरिकाले होस्टहरु चाहिएको छ एउटा डिसेन्डिङ अर्डरमा गर्नु पर्यो जस्तै 120 सेल्स डिपार्टमेन्टलाई चाहिएको छ 50 डेभलपमेन्टलाई चाहिएको छ 26 एकाउन्ट डिपार्टमेन्टलाई चाहिएको छ 5 म्यानेजमेन्ट डिपार्टमेन्टलाई चाहिएको छ अब हामी यहाँ अघि जस्तो ठ्याक्क फिक्स लेन्थ अघि हामीले फिक्स लेन्थको एक्जाम्पल हेर्नु फिक्स लेन्थबाट गर्न सकिदैन यसलाई भेरिएबल लेन्थबाट गर्नु पर्यो ताकि आइपी को वेस्टेज घटाउन सकियोस् त्यसो भए अब सबैभन्दा सुरुमा चाहिँ मलाई कतिवटा चाहिएको छ त 120 वटा होस्ट चाहिएको छ हाम्रो सेल्स डिपार्टमेन्टमा 120 लाई कति नम्बर रिप्रेजेन्ट गर्न सक्छ त कतिवटा होस्ट बिट भयो भने चाहिँ 120 लाई रिप्रेजेन्ट गर्न सकिन्छ त हामी यहाँ कुरा गर्दैछौँ है त यहाँ कतिवटा बिट भयो भने चाहिँ 120 लाई समवटा होस्ट रिप्रेजेन्ट गर्न सकिन्छ भन्दाखेरि अब 2 को पावरको फर्मुला लगाउने मसँग 2 को पावर 6 युज गरे भने मसँग 64 वटा मात्रै होस्ट पोसिबल छ तर यदि मैले 2 को पावर 7 गरे भने 128 वटा होस्ट पोसिबल छ म 128 वटा लिन्छु त्यसो भए 7 वटा चाहिँ मैले होस्टले एउटा चाहिँ के गरे त नेटवर्क बनाइदिए त्यसो भए यसको सबनेट मास्क कति भयो त 128 यहाँबाट 1248 याद छ हामीलाई त्यसो भए /24 यसको CIDR 128 यसको डिफल्ट सबनेट मास्क यति भयो अब ब्लक साइज निकाल्दाखेरि थाहा छ 256 माइनस यहाँ भएको भ्यालु 128 127 भयो टोटल युजेबल होस्ट कति 7 वटा होस्टको छ -2 गर्दाखेरि 126 वटा युजेबल होस्ट भयो अब एलोकेटेड ब्लक कति हो त भन्ने कुरा आउँदाखेरि एलोकेटेड ब्लक भनेको यो दिएको आइपी डिभाइड बाइ /25 यो चाहिँ हाम्रो एलोकेटेड ब्लक भयो यसको लागि सेल्स डिपार्टमेन्टको लागि यसको नेटवर्क एड्रेस कति यसको फर्स्ट हेरौँ न 0 पछाडि 0 नै के हो त यसको फर्स्ट नेटवर्क एड्रेस यसको लागि यही भयो यसको होस्टको रेन्ज कहाँदेखि कहाँसम्म जान्छ भन्नुभन्दा अगाडि सुरुमा ब्रोडकास्ट एड्रेस निकाल्नु ब्रोडकास्ट एड्रेस भनेको यो एउटा सबनेट 127 ले बढिरहेछ भने यो कहाँसम्म पुग्न सक्छ 0 देखि 127 सम्म पुग्न सक्छ 1 मिनेट ल 127 त होइन होला हौ 256 minus 127 16 minus 7 भनेको 3 6 9 4 2 1 129 सम्म पुग्ने रहेछ नि त यसको भने चाहिँ 128 चाहिँ हुने रहेछ नि है 128 हुने रहेछ त्यही भएर 128 छ भने 127 सम्म यो कुरा जाने भयो त्यसै गरी अब अर्को डिपार्टमेन्टको गर्दाखेरि अर्को डिपार्टमेन्टमा मलाई 50 वटा होस्ट चाहिएको छ 50 वटा होस्ट चाहिएको छ भने त 6 वटा बिटले रिप्रेजेन्ट गर्न सक्छ होस्ट बिटहरू किन 64 वटासम्म गर्न सक्छ 50 त भित्रै पर्ने भयो त थोरै हुने भयो त्यसो भए दुईटा चाहिँ नेटवर्कको लागि 6 वटा चाहिँ के गर्ने त होस्टको लागि त्यसो यसबाट निकालिहाल्नु 255.255.255. यो भनेको 128 + 64 ले 192 भयो अथवा और CIDR नोटेसनमा /26 लेख्न सक्यो यसमा त्यसो ब्लक साइज भनेको 256 - 192 दैट इज 64 भयो अब युजेबल होस्ट कतिवटा हुन सक्छ यहाँ 6 वटा छ 0 2 को पावर 6 - 2 दैट इज 62 अब एलोकेटेड ब्लक यसको लागि कुन हो भन्दाखेरि यो दिएको आइपी डिभाइड बाइ 26 CIDR नोटेसनमा यो यसको लागि भयो नेटवर्क एड्रेस अब नेटवर्क एड्रेस चाहिँ हेर्नु यहाँ 127 सम्म अगाडिकै डिपार्टमेन्ट लगिसकेको छ अब कहाँबाट सुरु हुन्छ त अर्को सबनेट भन्दा 128 बाट सुरु हुन्छ 192.168.29.128 अब होस्ट रेन्ज कहाँसम्म अब होस्ट रेन्ज चाहिँ यसबाट यो 64 बढाउनु पर्यो 128 इन्क्लुडिङ 128 + 64 गर्दाखेरि 191 सम्म पुग्छ 191 यसको ब्रोडकास्ट एड्रेस यो भन्दा 128 पछाडि 129 फर्स्ट होस्ट लास्ट होस्ट कति हो त 190 बीचमा यो 30 31 32 33 सबै यसमा पर्ने भयो है त जम्मा 64 वटा पर्ने भयो त्यसै गरी अर्को हेरौँ अब एकाउन्ट डिपार्टमेन्टलाई चाहिएको 26 वटा होस्ट 26 वटा होस्ट भनेको 5 बिटले रिप्रेजेन्ट गर्न सकिन्छ किनभने 32 सम्म पुग्न सक्छ यो कुरा त्यसो भए यसलाई सरर रिप्रेजेन्ट गर्ने 5 वटा 0 राख्ने अरु सबै 1 5 वटा 0 छ भने यहाँ यो तीनटा बिटको कम्बिनेसन 128 + 64 + 32 गर्दा 225 हुन्छ और 27 लेख्न सकियो यहाँनेरि त्यसो भए अब ब्लक साइज यसो कति हो यो हाम्रो जुन 224 हुने वाला छ र यो 256 - 224 = 32 त्यसो भए अब युजेबल होस्ट कतिवटा 2 को पावर 5 - 2 किनभने यहाँ 5 वटा 0 छ = 30 एलोकेटेड ब्लक कति भन्दाखेरि हाम्रो 0 डिभाइड बाइ यहाँ चाहिँ हाम्रो 27 हुन्छ 30 हैन 27 CIDR नोटेसनमा हामीले 27 निकालिरहेको छौँ त्यसैको नेटवर्क एड्रेस यसो कति भन्दाखेरि अब यहाँ हेर्ने यहाँ हामीले लास्ट कतिसम्म छोडेको थियौँ 191 त्यसो भए यो कहाँबाट सुरु गर्नु पर्यो 192 बाट सुरु गर्नु पर्यो अब त्यसो भए यसको होस्ट रेन्ज कहाँसम्म 93 देखि यसमा 32 जोड्ने 32 जोड्दाखेरि 92 इन्क्लुडिङ 32 गर्दाखेरि 223 हुने रहेछ 223 ब्रोडकास्ट एड्रेस त भन्दा जस्ट एक तलको 222 चाहिँ यसको के हो त हाम्रो होस्ट रेन्ज नम्बर क्याल्कुलेसन आफू गर्न सकिन्छ है त अब यसको
म्यानेजमेन्ट डिपार्टमेन्टलाई 5 वटा चाहिएको छ, 5 वटा चाहिएको छ भने हाम्रो 5 वटालाई 3टा बिट रिप्रेजेन्ट गर्न सक्छ, होस्टको 8 वटासम्म रिप्रेजेन्ट गर्न सक्छ, 5 वटा किन नगर्ने भनेर। त्यसो भए यहाँनिर अब कतिवटा 1 भयो यो काउन्ट गरेर 29 लेखिरहेछौँ, अथवा यो बिटको कम्बिनेसनमा 248 लेखिरहेछौँ। यसको ब्लक साइज 256 - 248 द्याट इज 8 हुनेवाला छ। टोटल युजेबल होस्ट भनेको 0 हेरेर 2 को पावर 3 - 2 द्याट इज 8 - 2 = 6। एलोकेटेड ब्लक हाम्रो डिभाइड 29 यो सिआइडी नोटेसन यहाँ लेखिरहेछौँ। नेटवर्क एड्रेस भनेको यो हामीले यहाँ जति छोडेको थियौँ 223 मा छोडेको थियौँ, अर्को स्टार्ट गर्दा 224 बाट स्टार्ट गर्छौँ। होस्टको रेन्ज यहाँबाट 8 इन्क्लुडिङ 8 जोडेर 223 मा 8 जोड्ने हो। फर्स्ट 224 लास्टको 231 हुन्छ, त्यो बिचको जति पनि रेन्ज हुन्छ 225 देखि 230 सम्म चाहिँ यसको के हो त होस्ट रेन्ज हो। यही नेट हामीलाई क्याल्कुलेट गर्नु भनेको थियो र यसको साथै ओल्ड क्वेसन पनि सल्भ भयो।